हेलो गाइज, हामी छगाले उठिन अब बान्नीमारू जाने तयारीमा छौँ। हाम्रो यात्रा चालु छ। अब यो बाटोमा भङ्गारु देख्यौँ, साह्रै खान मन लाग्यो, खाइल्याउँ। तपाईँ निको लाउँदैन गाइज, कमेन्ट अर्या। ल यसो हिँड्दा हिँड्दै अगाडि अब यो कुहिरो देखिन लाग्यो। कुहिरो हेर्दा हेर्दै जाउँ, कुहिरो हेर्दा जाउँ। मान्छे देखिएन, सलाम एउटा त के आउँ। गाइजहरू हिट्टा हिट्टा गलन भई अब यही गौरानीका तालालाई पानी खान बसेका हौँ। हेर मथि टङ्की ह, त्यही माथि छानो हो। यो यहाँ मस्टा हान लागि यहाँ पानी खाइन जानु उड्ड त मात्रै निको न यस्तै बनाइराख्नु न छोरी। यो गाइस देख लो, अहिले चाहिँ हामीले बान्नीमस्टा प्रवेशद्वारमा पुग्यौँ। अरे बाबा, सामान राख्थाउ, ज्याएर राख्थाउ, राख भाइ। अब यस्तै छ यताबाट देखिने ठाउँ चाहिँ। मेन मन्दिर चाहिँ अब पुग्छौँ। अब चाहिँ यो सिडी हुँदै जाने। कति सिडी हुँदैन, 32 हुने हो कसम कसम के हो। याममा आफ्ना मन परेमा यसो बोकिन त लिएन नि हो। अब पुरा हुन भने थाहा नै। यहाँ त थाहा भएन होइन, इन्डिया कुन कोही पो मन्दिर हो। जोडीहरूले बिहान अरे घुडाइ मन्दिर गएन पुरा हुँदैन। बान्नीमस्टा मन्दिर देखियो। हाल देख लो भाइ, 132 सिडी हुने, 132 सिडी चढ्न लाग्छौँ हामीहरू। स्किल इसने 132 बोला 132 त भनेदेखि कुहिरो पनि लागेछ। मन्दिरको घन्टीहरू बोलाउँदैछन् छिटो आऊ भनेर। ये दिइरहेको काम क्या भाइ, यति काम गरिदिउँदिन तत्तिको आएको किन। मेरा त कति नै आइजानु देखिन त अहिले। यही हो मस्टा मन्दिर, हाम्रो गाउँको, हाम्रो ठाउँको, हाम्रो सान, हाम्रो पहिचान। ऊ चाहिँ मेरो दिदी हो।
त्यो ब्यागमा खालि एउटा ज्याकेट मात्र छ, त्यही बोक्ने नि त्यसलाई धौधौ परेछ, रुन लागेको छ मलाई भारे बनायो भनेर। पत्याला लाहा आयो त मेरो हामी चाहिँ पुगिसक्यौँ बन्नी बस्ती। यति डोगेस भए पनि रहेछ यता। म चाहिँ अब भित्र मन्दिरभित्र जाने बाटो हो। हामी चाहिँ भित्रको भिडियो बनाउँदैनौँ अहिलेलाई। यति पूजा गरिसकेपछि घर आउनेलाई एउटा मन्दिरमा ढोकिदिया। हाम्रो यहाँ चलन हो कि घर आउनु नगेडे एउटा पुरै माडु घुम्दो पड्या हुनु हो। पछि त्यो घुमेँ त्यहाँपछि मेरो दिदीदेखि निगरी भिडियो बनाइदियो भने अब कसरी बनाइदिए आफै देखियो त हो यो भिडियो बनाउने तरिका। यो चाहिँ पछाडिको साइड, ब्याक साइड यस्तो छ भ्यू पछाडिको चाहिँ। यो चाहिँ थली भन्ने ठाउँ हो त्यो। हेर न हेर गाइस, यो माडोबाट देखिने सिन हो। अच्छा ये सीन निको मान्नाले आज म अब एउटा टिकटक हक्वार बनाउनु हो। मेरो दिदीले बनाइदियो भन्नु हो। अब 100 रुपैयाँ सिकेन्ट अछि नभएको भिडियो निको बनाइदिदी हो। अब कस्तो छ आफै हेरै होला। यो चाहिँ बानी मस्टाको मन्दिर। अब चाहिँ पूजासुजा गरेर हामी घर गइरहेछौँ।
ब्युटी अफ बानीमस्टा मन्दिर भनेको चाहिँ यो पुरै जङ्गलको बिचमा छ। म केही बोल्दैन, यो नेचर आफै बोल्छ गाइज। आफै बोल्छ यो नेचर। पैसा क्या छ? बाटो बाटो निस्केपछि अब हामीहरूको यात्रा भनेको चाहिँ राजाको दरबार हो। यो चाहिँ नेक्स्ट भिडियोमा आउँछ है।